लगाउने के छोरा थलीको ओहो अब दादाले 1000 रुपैयाँ टिका लाउने बेलामा हैन तपाईको मैले आरुनको गाडी दिछु यता मेरो सधैँ स्वस्थ हुनु है कति हजार भयो भने 3000 भयो सबै हराउँदै जानु 3000 भयो अब दादाले दिएपछि 4000 हुन्छ सधैँभरि मजाक हुँदै के भन्छ रे के रे के भन्छ रे के भन्छ रे मैले लाइदिए तिमीलाई लाइदिने कसलाई लाइदिँदैछु के बाबुले त कहाँ लाइदिनु हुन्छ नि बाबुले त लाइदिने हैन नि अब अहिले लाइदिने छोरोले टिका लाएर मलाई कति रुपैयाँ दिने हो त्यो बा जति पैसा बाँड्नु पर्छ टिका लगाइदिएपछि 250 पैसा दिनुपर्छ नि फेरि टिका लगाइदियो भने जोलाई 250 दिन्छु भनेको हुन्छ सधैँभरि सुख दुःखमा साथ दिनु कति रुपैयाँ तिमीसित अनि कोलाई दिन्छ त अङ्कललाई दिने कि ड्याडीले तिम्रो पालो अनि अङ्कलको पाल तिम्रो पाल है पेटीकोट मात्रै झिकेन पेटीकोट मात्रै झिक्दा हुन्न ज्ञानी हुनु सद्बुद्धि आउँदै जाओस् राम्रोसित देख्दैन डबल छ कुरामा सफलता मिल्दै जाओस् पेटीकोट मात्रै झिक्यो क्या विद्यार्थी ठुलो बनाउने अलिक ठुलो सोचाइको हुने सानो चित्त नगर्ने सानो सानो कुरामा होइन आफूले भनेको बोलेको कुराहरू पुगोस् सही बाटोमा हिँड्ने अरे अन्त यसरी नै टिका लगाइदिन पाऊँ होइन दुर्गा जात्रा जाने बेला दादाले पैसा दिन पाऊँ हजुर के को जात्रा भयो आज नि हिजो त खोडखोडे खेल्नका ठुलोलाई मान्ने गुन्ने गर्ने सानोलाई माया कमाइस होला नि खोर खेलेर सधैँ अनुशासनमा चाहिँ एकदम खाँदै बस्ने होइन ल यसलाई पनि दिनु भए तेरि बाउको तेरी क साइडमा थाहा नमस्ते आराम गर ल भाग्यमान भएछ छोरीले पनि डोग्ने छोरी है ल छोरा ल बस टिकी लगाइदिनु नि त ड्याडीले अब के गर्ने